हे गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो न्यू भ्लगमा र हजुरहरू हेर्दै हुन्छ जेडिएस भ्लग। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। र आज रहेको छ नारी दिवस र सबै नारीलाई ह्याप्पी नारी दिवस भन्न चाहन्छु र मेरो दुईवटा दिदीहरूलाई पनि। सो दिदीहरू आज कस्तो फिल भइरहेछ? हाम्रो फिल भएको छैन भने यस्तो तयार भएर आउनु भएको छ, घुम्न लाग्नु भएको छ। नारी दिवसको लागि अब हाम्रो पुरुष दिवस हुँदैन तर हामीलाई त यस्तो मजा आउँथ्यो ला के गर्नु, यस्तै हो, हामीलाई इन्साफ चाहियो भन्ने भनाइ छ दाइ। सो गाइज हामी आज जाँदैछौँ माथि, कुन मन्दिर गरे? गोकर्णेश्वर मन्दिर जाँदैछौँ। सो दिदीहरूलाई त्यहाँ फोटोसोटो खिच्नु छ गरे। सो हामी घुम्दैछौँ यताउता, हेर्न सक्नुहुन्छ एकदम राम्रो ठाउँ छ। अनि अब दिदीहरूको इच्छा थियो नारी दिवसको दिन चट्ट तयार भएर अनि फोटोसोटो खिच्नलाई। सो हामीले त्यो इच्छा पुरा गर्नलाई हिँडेर यति स्ट्रगल गरेर आइसक्यौँ। सो हामी जाँदैछौँ, हेर्न सक्नुहुन्छ हामी। सो यहाँ पुगिसकेँ अनि हेर्नु दामी छ होइन, ठाउँ एकदम राम्रो छ, मान्छेहरू बस्नलाई आउँछ, घुम्नलाई आउँछ। सो हजुरहरू पनि हेर्न सक्नुहुन्छ होइन कस्तो छ एकदम। बट स्याड हाम्रो लागि स्याड न्युज नै हो यो, के भन्छ कि अब हामी नभनौँ होइन त, नभनौँ, आफ्नो प्राइभेसी चाहिँ नखोलौँ होइन। सो हेर्न सक्नुहुन्छ हजुरहरू आउन सक्नुहुन्छ, एकदम राम्रो ठाउँ छ। हामीलाई त्यता माथि भन्दा नि माथि जानु छ र हामी चढ्दैछौँ। एकदम राम्रो छ कि, एकदम दामी छ होइन। यो पुलहरू पनि कति दामी छ कि, वाह एकदम दामी छ होइन। छैन त खै कस्तो छ कमेन्ट गर्नु होला है कस्तो छ पुलहरू, एकदम दामी छ कि, एकदम बवाल, एकदम दामी, एकदम खतरनाक। सो मलाई चाहिँ एकदम मन पऱ्यो होइन यो ठाउँहरू। अनि थाक पनि लागिसक्यो यो उकालो चढ्दा चढ्दा चढ्दा। हेर्न सक्नुहुन्छ जङ्गलहरू पनि यताउता होइन, कस्तो दामी छ, एकदम राम्रो। वाह लेट्स सी गाइज, ब्लगमा बन्दै गर्नु होला र नयाँ हुनुहुन्छ भने सायद सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गर्नु चाहिँ नबिर्सनु होला। अगाडि हेर्दै जानु होला। हेर्न सक्नुहुन्छ होइन यहाँबाट क्या भ्यू देखिरहेछ कि, एकदम वाउ नाइस, एकदम पुरा सिटी देखिरहेछ। हामी बस्ने भनेको चाहिँ यता होइन माकलबारी भन्छ त्यता। सो हामी त्यता बस्छ, एकदम दामी भ्यू देखिरहेछ र चढ्ने ठाउँहरू पनि हेर्न सक्नुहुन्छ एकदम दामी छ। सो गाइस फाइनली हामी यहाँ चाहिँ पुगिसक्यो र यता हेर्न सक्नुहुन्छ एकदम दामी नाइस होइन, एकदम दामी ठाउँ रहेछ कि होइन। मलाई त क्या मन पऱ्यो ठाउँहरू हेर्नु न। सो हजुरहरू पनि हेर्न सक्नुहुन्छ यहाँको ट्रिजहरू पनि एकदम दामी के, एकदम दामीहरू, टेम्पलहरू, डेकोरेसनहरू मलाई चाहिँ एकदम राम्रो लाग्यो कि होइन। सो यति दामी छ भने यो ठाउँ त एकदम दामी रहेछ क्या होइन। हजुरहरू एकदम भिजिट गर्न आउनु होला यो ठाउँमा, कस्तो दामी छ हजुरहरू हेर्न सक्नुहुन्छ। हेर्नु न यहाँको ट्रिजहरू क्या दामी के होइन त दाइ, एकदम दामी ट्रिजहरू होइन। सो एकचोटि हजुरहरू पक्कै पनि भिजिट गर्न आउनु होला र हजुरहरूलाई कस्तो लाग्यो के लाग्यो भिडियो पुरा हेरेर, फुल भिडियो हेरेर लाइक गर्न, कमेन्ट गर्न नबिर्सनु होला र हजुरलाई कस्तो लाग्यो कमेन्टमा एकचोटि स्योर भन्नु होला। सो लेट्स सी गाइज, हेर्न सक्नुहुन्छ होइन यहाँ एकदम रमाइलो भइरहेछ। सो सबै रमाइलो गर्दै हुनुहुन्छ, एकदम रमाइलो गर्दै हुनुहुन्छ र आई होप कि हजुरहरू पनि सबै एकदम रमाइलो गर्दै हुनुहुन्छ होला भन्ने आशा छ मलाई र हामी पनि अलिअलि इन्जोय गर्दैछौँ। सो लेट्स सी गाइज, भिडियोमा बन्दै राख्नु होला। सक्नुहुन्छ होइन क्या दामी देखिरहेछ, यति दामी ठाउँमा त्यही माथि झन् एकदम इन्जोय गर्दै हुनुहुन्छ सबैजनाले र एकदम राम्रो नजारा छ यो भनेको होइन। एकदम हेर्न सक्नुहुन्छ एकदम राम्रो ठाउँ पनि छ र सबैजना एकदम इन्जोय गर्दै हुनुहुन्छ, एकदम रमाइलो गर्दै हुनुहुन्छ। नारी दिवस यस्तो मनाउँदै हुनुहुन्छ। सो एकदम मनदेखि ह्याप्पी भएर मनाउँदै हुनुहुन्छ। आई होप कि हजुरहरू पनि सबै ह्याप्पी हुनुहुन्छ र मनाउँदै हुनुहुन्छ। सो हामी यहाँ माथि पुगिसक्यो, एकदम टप ठाउँमा पुग्दैछौँ होइन। एकदम दामी नजारा छ, वाउ एकदम दामी, एकदम वाउ। हजुरहरू हेर्न सक्नुहुन्छ यहाँको डेकोरेसनहरू पनि एकदम दामी छ होइन।
यहाँ एकदम मेहनतले डेकोरेसन गरेको छ किनभने चाहिँ मान्छे धेरैभन्दा धेरै भिजिट गर्न आइदिनु होला भनेर। हजुर यहाँको भ्यूहरू पनि हेर्न चाहनुहुन्छ भने एकचोटि यहाँ पक्कै भिजिट गर्नु होला। र यहाँको भ्यू पनि एकदम दामी आइरहेको छ। सो र आज रहेको छ नारी दिवस। सो म सबैलाई के भन्न चाहन्छु भनेपछि सो हजुरहरूको लाइफमा जति नारी हुनुहुन्छ सो हजुरहरूको मम्मी, हजुरको दिदीबहिनी, हजुरको गर्लफ्रेन्ड, सो एभ्रिथिङ होइन सबलाई अरूको दिदीबहिनीलाई पनि एकदम रिस्पेक्ट गर्नु होला होइन। एकदम मनदेखि रिस्पेक्ट गर्नु होला कि बट देखावटी नहोस्। बट तपाईँलाई लाग्दैन भने चाहिँ नगर्नु होला, तर जसलाई हुन्छ मनदेखि एकदम रिस्पेक्ट गर्नु होला किनभने म एकदम रिस्पेक्ट गर्छु दिदीबहिनीहरूको। सो म हजुरलाई के भन्न चाहन्छु भने चाहिँ किनभने चाहिँ उनीहरूबाट नै हाम्रो वजुद छ के नारी नै सब मतलब पावर हो होइन। सो तपाईँहरूले एकदम रिस्पेक्ट गरिदिनु होला सबै नारीहरूको। र आफ्नो मात्र होइन सबैको दिदीबहिनीहरूलाई आफ्नो दिदीबहिनी जस्तो सोचिदिनु होला र सबैलाई एकदम माया संस्कार दिनु होला। र हजुरहरूले जहाँसम्म हुन्छ सबैलाई राम्रो चिज सिकाइदिनु होला र हजुरले पनि केही चिज राम्रो लिन सक्नुहुन्छ दिदीबहिनीहरूबाट। सो दिदीबहिनीहरू भनेपछि अब राम्रो नै सिकाउँछन् भाइहरूलाई होइन। सो हजुरहरूले एकदम रिस्पेक्ट गरिदिनु होला, एकदम माया गरिदिनु होला। यता अन्त खै इ मेरो दिदी हेर्नु अरे हिरोइनभन्दा कम छन् त लगाइ कमेन्ट गर्नु एकचोटि ल। कोहीभन्दा कम छन् त छैनन् नि। मेरो दिदी त हिरोइनी फेल हो भने मेरो लागि मात्र हो फेरि। सो हामी चाहिँ माथि पुगिसक्यौँ सायद, हेर्न सक्नुहुन्छ येल्लो येल्लो या दामी छ होइन। माथि आउँदै नजाराहरू भ्यूहरू एकदम दामी भइरहेको छ। र लेट्स सी गाइज अगाडि भिडियोमा बन्दै गर्नु होला। सो गाइज फाइनली हामी चाहिँ यहाँ पुगिसक्यो होइन। एकदम राम्रो ठाउँ छ र मलाई त एकदम मन पर्यो। र हेर्न सक्नुहुन्छ आयो कि हजुरहरूलाई एकदम राम्रो लागेको छ होइन। सबै चिजहरू राम्रो छ एकदम। यहाँको डेकोरेसनहरू हेर्न सक्नुहुन्छ, यहाँको म्यानेजमेन्टहरू हेर्न सक्नुहुन्छ, एकदम दामी छ। आयो कि हजुरहरूलाई सबै एकदम मन परिरहेको छ। सो हजुरलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। नयाँ हुन्छ भने फलो गरिदिनु होला र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो गाइस एकछिन हेर्न सक्नुहुन्छ सबै चिज देखाइदिनु र हजुरहरू पनि एकदम भिजिट गर्नलाई आइदिनु होला यो ठाउँमा होइन। सो एकदम राम्रो छ त्यो वाउ सो ब्युटिफुल होइन ठाउँ। हेर्न सक्नुहुन्छ यो ठाउँ भनेको एकदम दामी छ र सबै दिदीहरू आमाहरूलाई हेर्न सक्नुहुन्छ एकदम रमाइलो गर्दै हुनुहुन्छ र एकदम फोटो खिच्दै हुनुहुन्छ मिलेर। सो हेर्न सक्नुहुन्छ एकदम मिलेर फोटो खिच्दै हुनुहुन्छ। हेलो हेलो गाइस ह्याप्पी महिला दिवस सबै दिदीहरूलाई। ल एकदम दिदीहरू पनि एकदम रमाइलो हुनुहुन्छ होइन। सो त्यही हो मैले अघि तपाईँहरूलाई भनिसकेँ र सबैलाई रिस्पेक्ट र माया गर्नुहोस्। त्यसको बदलामा अवश्य हजुरले रिस्पेक्ट र माया पाउनुहुन्छ किनभने तपाईँले रिस्पेक्ट र माया गरेपछि आशीर्वादले चाहिँ हजुरलाई रिस्पेक्ट नगर्ने कोही हुन सक्दैन। हजुरले सबैलाई रिस्पेक्ट गर्नुहोस् एकदम हो। हाम्रो दिदीहरू ओ सो हाम्रो दिदीहरू चाहिँ यहाँ खडा हुनुभएको छ होइन फोटो खिच्नलाई। ल कस्तो लागिरहेको छ दिदी? एकदम आशा दिदीलाई एकदम राम्रो लागिरहेछ। सो दिदीहरूलाई एकदम राम्रो लागिरहेछ होइन। के क्यामेराले खिच्ने कि फोनले? फोनले खिच्ने। सो गाइज लेट्स सी भिडियोमा बन्दी गर्नु होला र म दिदीहरूको फोटो खिच्दैछु। सो गाइज हाम्रो चाहिँ फोटो क्लिकहरू सब सकिसक्यो र हामीले एकदम धेरैभन्दा धेरै फोटो खिचिसकेँ र हजुरहरूलाई मैले प्लेस कस्तो छ भनेर देखाइसकेँ र यसको बारेमा मैले कमेन्ट गरिसकेँ र हजुरको पालो अब कमेन्ट गर्ने र फाइनली एकचोटि अझ पनि हेर्नुहोस् हजुरहरू होइन एकदम दामी ठाउँ छ एकदम वाउ आइरकम जस्तो लाग्ने के गोकर्णेश्वर नाम पनि कति दामी छ होइन। सो हजुरहरू हेर्दै गर्नु होला। लेट्स सी गाइज ब्लगमा बन्दै गर्नु होला र अगाडि हेर्दै गर्नु। सो गाइज हामीले मोबाइलदेखि त खिच्यौँ र दिदीहरू अझ पनि क्यामेरादेखि खिच्दै हुनुहुन्छ फोटोहरू होइन। सो 2-4वटा फोटोहरू क्लिप चाहियो भनेर हेर्न सक्नुहुन्छ। दाइहरू एकदम फोटो खिचिदिइराख्नु भएको छ। त्यहाँ मेरो दिदी उभिनु भएको छ। सो एउटा दिदीले चाहिँ खिचिसक्नुभयो फोटो। दिदी कस्तो लाग्यो फोटो?
सिग्न त खिचेको हेरेको छैन ओके नै एकदम राम्रो आएको फोटो है त्यहाँले एकदम राम्रो फोटो निकाल्नुहुन्छ र हजुरहरूसँग राम्रो फोन छैन र हजुरहरू आउनु चाहनुहुन्छ र यहाँको यादगार क्लिपहरू चाहियो फोटोहरू चाहियो भने चाहिँ सो यतातिर दाइहरूलाई खोज्न सक्नुहुन्छ दाइहरूलाई खोजेर हजुरहरू फोटो खिच्न सक्नुहुन्छ यहाँ चाहिँ फोटोहरू पनि अभाइलेबल छ दाइहरूले एकदम खिचिदिनुहुन्छ लेट्स सी गाइज एउटा फोटो म पनि लिन्छु र त्यसपछि अगाडि बढ्न चाहने ल ओके गाइज यति भन्दै म मेरो भ्लग इन गर्न गएको छु हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र फेरि पनि हजुरहरू नयाँ हुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला आई होप कि हजुरहरूलाई एकदम मन परेको छ सो मैले हजुरहरूलाई मेहनत गरेर एकदम भ्लगमा पुरा भ्लगहरू देखाइदिएको छु र थ्याङ्क यू वाचिङ फर भिडियो बाई बाई गाइज